ल मेरो सैयालाई बाटो छाडो दुदैनी खाली नहोस् मेरो कल्याण होस् नरुसी भाइ ए बेउ सापले हो बेउली मेरो नाके मम्मी जल्दी पानी पर्न ल्याऊ पानी ल्याछ नि भने ए सापले आइरहेको रेडी भएर खाना रेडी भएर खाना खायो भने अरू काम गरेको लगाऊ नि टाउको साउको धोप पहिला अनि लगाऊ ल चानुमा छटाला सबैमा चानुमा छटा कहाँ हुने हो 10 बजे ल हो त यता पनि मेरो पितृको कल्याण होस् सबै कुराहरु राम्रो होस् भाइको दुलैले आइदियो हुन्थ्यो उता सेवा सोटम बिसाउने हो यता आउनु भने हो त त्यसो भन्न आछु मैले ल तथा जन्मनी ल अब तिनीहरु सैयादलाई पुज्देउस् ल बस नातिनी ल एउटा संकल्प अहिले फुक्दो समाएर ढो गर्ने सुन्न नै हो यसरी फुक्दो समाएर त्यो ढोक गर अहिले फुक्दो यसरी छोरी खुट्टाको दुई खुट्टा शिरमा राख विष्णु मान्छे हो नि अहिले विष्णु हुन्थ्यो नि दुई खुट्टा ट्याक्कै आफ्नो शिरमा राख ल दोइन ज्वाइँको ताल नै यहाँ छन् चालु छ क्यामेरा बाहिरबाट होइन मान्छेको मान्छेको बाहिरबाट नै भित्रबाट यो सामानको मात्रै ल आउँदै गर ल जाँदै गर उहाँ पार उहाँबाट ल जाय यहाँबाट यताबाट अलिअलि अनि उताबाट निस्कियो एक परिक्रमा गरेको ल अब आफ्नो बाटोबाट आऊ भित्र ल अझ फुल चेता ल बेहुला बेलुका हात यो गाइदेऊ ल दुई हात लगाऊ दुई हात लगाऊ दुई हात लगाऊ ल कामै त त्यति यताबाट छुँदै आऊ ओदातको सोदात कामै त त्यति प्रत्युक्ति भनेर भन्ने हजुरको दिएको दान हामीलाई सफल होस् हजुरको कल्याण होस् भनेर सम्झिने ल यसरी ल यताबाट आऊ यता ल छोएर जाने भोगुलले छोइसकेपछि पैसा ल
खुसीले गए राम्ररी पण्डीबाट गए त पण्डीबाट गए पुग्यो खुसीले रमाएर गरेपछि आफ्नो हेलो हेलो बी बटा लगे फोटो खिंचा रहे हाँ फोटो खिंचा रही वाह हेलो यहाँ ला मेरो ना नहीं रुना भाई यहाँ ला मेरो ना जल्दी जल्दी यहाँ पर पानी हाल्नु एउटा हाल्नु मामा यो साडी चाहिँ पानी खान पूजा करता है यहाँ दार वो माता कमले बनो इष्ट देवता बनो कुल देवता बनो ग्राम देवता बनो स्थान देवता बनो सर्वेभ्यो देवी बनो सर्वेभ्यो तीर्थेभ्यो सर्वेभ्यो ब्राह्मणेभ्यो नमः ओम सिद्धि विद्धि सहिताय श्रीमन महागणाधिपतये नमः लक्ष्मी नारायणाभ्यो नमः अल्लाह छोड़ा मन